हिमालको काखमै रहेको एउटा अति नै सुन्दर ठाउँ, जुन ठाउँ ट्रेकिङ गर्नेहरूलाई त थाहा छ, तर यति सुन्दर स्वर्ग जस्तो ठाउँको बारेमा सबैलाई थाहा नहुन पनि सक्ला। चारैतिर हिमाल नै हिमालले घेरिएको यो हिमाल आइपुग्दा लाग्छ तपाईँ अर्कै संसारमा हुनुहुन्छ। लाइफमा अहिलेसम्म मनले खोजिरहेको ठाउँ यही नै हो भन्ने महसुस हुन्छ। यस्तो राम्रो ठाउँ जहाँ तपाईँ पुगेपछि छोडेर जान मन नै लाग्दैन। यो हो लाङटाङ। आउनुहोस् सँगै यात्रा गरौँ लाङटाङ ट्रेकको। सुरुमा त काठमाडौँको माछापुच्छ्रेको बाइपास जाने बाटोमा रहेको यो नमस्ते पासाङ लामु यातायात बस टिकटको काउन्टरबाट काठमाडौँ टु स्याप्रुबेसीको टिकट काटेर सुरु हुन्छ यात्राको क्रम। टिकटको प्राइस पर पर्सन 950 पर्ने रहेछ। 2टा जुत्ता 2टा ब्याग। गेस गरिसक्नुभयो होला। हो, यो ट्रेक सोलो नभई मेरो प्रिय मित्र राजनसँग गर्दैछु अनि हामी बिहान 7 बजे बसको इन्तजारमा बसिरहेका छौँ। फाइनली हाफ आवर पछि बस आइपुगेको छ। बसले बीच बाटोमा खानपिन गर्नलाई एकछिन रोक्छ। यहाँको खाना भने साँच्चीकै मिठो थियो। साथी र मैले नर्मली खाने भन्दा अलि बेसी नै बजायौँ। खाना ब्रेक पछि फेरि हामी लाग्छौँ स्याप्रुबेसीतर्फ। लाङटाङ र गोसाइँकुण्ड ट्रेक जानेहरूले चाहिँ यो लाङटाङ नेसनल पार्कको आर्मी ब्यारेकमा नाम चढाइ टिकट लिनुपर्ने हुन्छ। 100 रुपियाँको टिकट काटेर फेरि लाग्यो लाङटाङ स्याप्रुबेसीतिर। 7:30 AM मा हिँडेको काठमाडौँबाट यो स्याप्रुबेसी 4:30 PM भनेपछि लगभग 9 घन्टामा हामी फाइनली ट्रेकिङको स्टार्टिङ पोइन्ट स्याप्रुबेसी आइपुग्छौँ। स्याप्रुबेसी आइपुगेका छौँ है त। अब स्याप्रुबेसीमा चाहिँ यहाँ हामी खाजा खाएर चाहिँ अनि ब्याम्बोतिर लाग्छौँ हामी। र स्पेसल थुक्पाको पावर लिएर चाहिँ ब्याम्बोको ट्रेक सुरु हुन्छ हाम्रो। स्याप्रुबेसी बाटोको डे 1 को डेस्टिनेसन भनेको पहिरो कि ब्याम्बो भन्ने ठाउँमा हुन्छ। ल हाम्रो यात्रा सुरु भयो है त। यात्रा त सुरु काठमाडौँबाटै भएको। दुःखको यात्रा र हिँडाइको यात्रा चाहिँ अब सुरु हुँदैछ हाम्रो। भ्यू चाहिँ बबाले देखिरहेछ। 5 किलोमिटर अब डाँडा काँडाको बाटो हिँड्दै चाहिँ ब्याम्बोमा पुग्छौँ। आजको बसाइ चाहिँ त्यतै हुन्छ है त। बाटो स्टार्ट गर्ने क्रममा ट्रेक स्टार्ट गर्ने क्रममा चाहिँ म्याप देखेको छौँ। हामी यहाँ काठमाडौँबाट आएको स्याप्रुबेसीमा आइपुग्यौँ। स्याप्रुबेसीबाट यहाँ डेमोन, पहिरो र ब्याम्बो भनेर चाहिँ ब्याम्बोको बसाइ छ आज हाम्रो। 1 आवर देखाइरहेछ तर हामीलाई चाहिँ बिस्तारै हिँड्दाखेरि 2-3 आवर नै लाग्न सक्छ। त्यसपछि यहाँ टी सप रहेछ, रिम्चे रहेछ, लामा होटेलपछि रिभर साइड, घोडे तबेला, ट्याङसाप, यो के हो यो गुम्बा डाँडा, लाङटाङ भिलेज, मुन्दु, अनि यो सिन्धु अनि क्यान्जिन गुम्पामा बसेपछि चाहिँ अनि चाहिँ सुरु हुने हो है त। यहाँनिर हाम्रो एक चाहिँ क्यान्जिन आरआई 1, क्यान्जिन आरआई 2, अर्को यो छेर्गो भन्ने हो। यहाँनिर घोडाहरू त्यहाँनिर हिँडिरहेछन्, तरिरहेछन्। यही पुल तर्नेछौँ है त हामी। यो खोलाको आवाज, यो खोला सङ्लो पानी हेर्दा यति आनन्द आइरहेछ। साथीसँग ट्रेक आइरहेको छु। साथी कोरियाबाट आएर यति आनन्दको फिलिङ छ कि पुरै छोड्दैन। भागदौडबाट चाहिँ कामहरूलाई चाहिँ पन्छाएर चाहिँ ट्रेक चाहिँ आउनै पर्छ। यति आनन्द आइरहेछ। स्याप्रुबेसीबाट पहिलो नाइट भनेको कि पहिरो भन्ने ठाउँमै बस्ने हो कि ब्याम्बोमा। लगभग 2 आवर पछि हामी पुग्छौँ पहिरोमा। यहाँ 2टा होटेल, एउटा नमस्ते गेस्ट हाउस र अर्को रिभर साइड पहिरो रिसोर्ट रेस्टुरेन्टमा आएको छौँ। फोन नम्बर यहाँनिर देख्न सक्नुहुन्छ 9828561208। किचन यो अवस्थाको छ। यहाँनिर स्पेसल सुकुटी खाएर जिउ तताउँदैछौँ।
डे 2 को सुरुवात यम्मी मर्निङ ब्रेकफास्ट प्यानकेक खाएर घोडे तबेलाको डेस्टिनेसन तय गर्छौँ। एनिमल अलवेज बिन अ गुड फ्रेन्ड टु मी एन्ड अलवेज हेल्प्स पेन। एकछिन कालेसँग खेलेर सुरु गर्छौँ हाम्रो डे 2 को यात्रा। आज कहाँ पुग्ने होला? पहिरो बट चाहिँ अब आज कहाँ पुग्ने तारखेर भन्नु न। घोडा तबेला बसाइको लागि चाहिँ यात्रा सुरु हुँदैछ है त। ल यहाँनिर हुनुहुन्छ तपाईहरुलाई पहिरोको धेरै धेरै धन्यवाद है त, मिठो खुवाउनु भयो हुन। फेरि पनि अब फर्किँदै भेटौँ। आइहाल्नु नमस्ते भनेर जानुहोस्। अनि हाम्रो टार्गेट भनेर चाहिँ फर्किँदाखेरि यहीँ बस्ने टार्गेट छ है त। अनि लाङटाङ लाङसिजा खड्का सरीको री च्याङदिर री सेकेन्ड री फर्स्ट सबै घुमेर आउनु। ल हस् अङ्कल धन्यवाद। यात्रा सफलता होस्। हस् हस्। पहिरो पछि आउने यो ब्याम्बोको भ्यू, वाट अ ब्रेथ टेकिङ भ्यू। खाजा खाएर हिँडेको हामी यति राम्रो ठाउँ देखेपछि हामीले आफूलाई रोक्नै सकेनौँ र एकछिन रेस्ट र खाजा खान भने हामी बस्छौँ यहाँ। यदि लाङटाङ ट्रेक आउनुहुन्छ भने चाहिँ यो ब्याम्बो भन्ने ठाउँमा चाहिँ यहाँ होटल शेर्पा गेस्ट हाउस एन्ड रेस्टुरेन्ट भन्ने छ। यहाँ आएर खाजा खान अथवा यहाँ बस्न चाहिँ नबिर्सिनु होला है त। यस्तो बल छ भ्यूहरू। ब्याम्बोमा रहेको होटल र कन्ट्याक्ट डिटेलहरू यस प्रकारको छ। सानो सानो पहाडबाट बगिरहेको पानी भने यो ट्रेकमा देखि नै रहन्छौँ। ठुलो खोला नै तर्न भने अति नै सुन्दर झोलुङ्गे पुल पाउन सक्नुहुन्छ यहाँ। ल अहिले चाहिँ झोलुङ्गे पुलमा छौँ है त। ट्रेकिङको फोटोहरू भिडियोहरू हेर्दा झोलुङ्गे पुल देखिरहेको हुन्छौँ नि। झोलुङ्गे पुल त्यही पुलमा छौँ हामी। भ्यू हेरौँ भने कति बवाल छ। यति धेरै भारी बोकेर नि डाँडा काँडा सजिलै हिँड्न सक्ने यो जनावरको प्रशंसा जति गरे नै कम नै चाहिँ लाग्छ मलाई। जति अगाडि बढ्दै जान्छौँ प्रकृतिको सुन्दरताले त्यति नै चकित पार्दै गइरहेको हुन्छ। नकआउट हो यस्तो छ अवस्था। यहाँबाट घामलाई हेर्नै चित्त बुझाउने हो। घाम हेर्न चाहिँ पाइएको छैन। यात्रा भने भारी बोकेर जारी छ। बहुत अच्छा रमाइलो भइरहेछ। धेरै रमाइलो भइरहेको। यस्तो रमाइलो सबैले गर्नुपर्छ त्यही भन्न चाहन्छु अहिलेलाई। योभन्दा धेरै बोल्न सकिन्न। खुट्टाको गाह्रो छ। 3 खुट्टा चाहिन्छ कि 4 खुट्टा चाहिन्छ ट्रेकिङको लागि चाहिँ। तर यो आवाज यो शान्त अनि त्यसपछि यसरी आनन्द चाहिँ ट्रेकमै मात्र हुन्छ यार। बाटोको अवस्था ठिकै हो अहिलेसम्म चाहिँ। अब सिधै ठाडो उकालो छ भनेको छ यहाँ ब्याम्बोदेखि चाहिँ घोडे तबेलासम्म चाहिँ। लेट्स सी कस्तो छ है त। बाटोको अवस्था यस्तो छ है त। रहर गरेपछि गरेको रहर पुरा गर्नुपर्छ। आँधी हुरी बतास पहाड नै किन नहल्लोस्। आँटेपछि आँटिदिने हो, पुऱ्याइदिने हो। बाटो भने गाह्रो होइन त्यस्तै चाडा मुखिया लिएर यस्तै ठाडो हो। त्यसैले चिन्ता मान्नु पर्दैन, आनन्दले आउँदा हुन्छ। कतै कतै बाटो भने कहाली लाग्दो डेन्जर नै भेट्छौँ। छेउमा यसरी खोला बगिरहेछ, ठिक छ, आनन्द छ। तर फेरि यो यस्तो डेन्जरै खतरनाक बाटो यस्तो पो छ त। बाटो त खतरनाकै पो छ त। मरेर लडेर पढेर यहाँसम्म चाहिँ आइएको छ।
अझै लामो होटल 1 घन्टा छ अरे ठाडे उकालो विश्राम कक्ष भन्छ कि प्रतीक्षालय भन्छ ट्रेकिङ गर्ने क्रममा चाहिँ गाह्रो हुन्छ भनेर चाहिँ बनाइदिएको रहेछ मस्तीले हामी अब कहाँबाट आयौँ कहाँ तल हो कहाँ तल हिँडाइ चाहिँ चर्कै छ ल यहाँको भ्यू चाहिँ कस्तो दामी पुरा बाटोको माथि ब्याम्बो हो कि को हरियालीले ठ्याक्क ढाकेको हिँड्दाखेरि पनि हिँडिकन अलिकति सम्म बाटो र आनन्दको बाटो भने यही हो त्यत्रो बाटो हिँडेपछि यस्तो सम्म बाटो आउँदा फेरि छुट्टै खुसी मिल्ने यहाँनिर घर देख्दा नि यति खुसी लाग्छ कि होटेलै होला यस्तो होटेल देख्दा आइपुग्यो भनेर छुट्टै खुसी लाग्छ वहाँनिर अलिकति हिमाल पनि देख्न सक्छौँ लामा होटेल हो कि होइन भाइ आधी घन्टै अगाडि आयो क्या हो तिमी ए सुइकी सुई हिँडेर त्यो ए गजब रहेछ त यहाँनिर त मेनुमा के खाने रेम्सी कफी स्टेसन ल मेनुहरू एक्सप्रेसो अमेरिकानो सिङ्गल सर्ट डबल सर्ट रिम्चे लामा होटल अझै 1 किलोमिटर रिम्चे भन्ने ठाउँ रहेछ लामा होटल होइन रहेछ रिम्चे रेस्ट गर्ने ठाउँ रहेछ के गर्ने लामा होटल जाने कि हो बस्नै पऱ्यो भाइ यार तिमी जस्तो सक्दैनौ उड्नलाई तिमी उड्दो रहेछौ हामी हिँड्छौँ तिमी दुईजनाको गाइड ए पोर्टर थियो ए यता चाहिँ शेर्पा गाउँ रहेछ 2 आवर लाग्ने यस्तो रहेछ रिम्चे भन्ने ठाउँमा अहिले छौँ कफी सपमा कफी खाएर इनर्जी लिएर अनि त्यसपछि लामा होटलतिर लागिन्छ खाना खान इनर्जी हो यो इनर्जी आइस अमेरिकानो डबल छ कहाँ भन्दा रिम्चेमा यहाँ कति हाइट त्यहाँ कति थियो 2440 हो भाइ मिटर 2440 मिटर आइस अमेरिकानो चाहिँ नमगाउँदा नि हुने रहेछ यत्तिकै चिसो नर्मल पानी नै हाल्दाखेरि रिम्चे 2440 मिटरमा रहेछ है लामा होटल 1 किलोमिटर घुम्ना 3.7 किलोमिटर स्याप्रो 10 किलोमिटर भनेपछि भर्खर 10 किलोमिटर आयौँ क्या हामी यो हिसाबले त भर्खर 10 किलोमिटर मात्र पो आयौँ त बाटो यस्तो भयो भने रमाइलो छ स्याडो हेर्न सकिन्छ यता थोप्रा पनि हेर्न सकिन्छ यता पसिना आएर बिजोगै छ अब हामी फाइनली रेन्सनबाट 0.95 थियो अराउन्ड 1 किलोमिटरमा चाहिँ लामा होटल नर्मल्ली भ्लगहरूमा पनि यो लामा होटल चाहिँ फेमसै छ लामा होटल आइपुगेको छौँ है त यहाँ छ तर टल्क्यो है फोन नम्बर ल यहाँ होटल जङ्गल भ्यू छ जङ्गल भ्यूको वाट्सएप नम्बर सबै छ यहाँ जुस अभाइलेबल रहे लामा होटलमै समिट सिप्स बेकरी रहेछ फोन नम्बर यस्तो छ अवस्था ल टिबेट गेस्ट हाउस मोबाइल नम्बर ओरिजिनल लामा होटल ल मोबाइल नम्बर कस्तो लाग्यो त हिमाल हेर्दा चाहिँ मोबाइल अलिकति भए नि थकान मेट्यो अलिकति मात्र भए पनि थकान चाहिँ मेटेको छ है त फेरि दामी नै बवाल देखाएको छ त्यही हिमाल पुग्ने होला लाङटाङ भनेको अब होप छु है त
अर्को मजा भनेको पिउने स्प्रिङ वाटर बाटोमा जताततै मजाले पाउन सक्छौँ। सानो सानो राम्रो राम्रो झरना हुँदै गन्तव्यतिर लाग्छौँ हामी। रिम्से लामा होटेल हुँदै चाहिँ यही हिमाल छेउमा चाहिँ अहिले हामी घुम्न चोक आइपुगेका छौँ है त। हिमालको दृश्य देख्न सक्छौँ। हिमालको नजिकै छौँ हामी। मान्छेहरू रेस्ट गरिरहेछन्, फर्किरहेछन्, जाने गइरहेछन्, आनन्दले सुतेका छन् यार। ल हेरौँ हिमाल नजिकै। ल हिमालको दृश्य हेर्दै रिभर साइड होटल एन्ड लजमा चाहिँ अब खाना होइन खाजा खान चाहिँ लाग्यौँ हामी। खानाको साटो खाजामा चाउमिन खाने निर्णय गरेर अघि बढ्ने निदो गर्यौँ हामी दुईले। गुम्ना चोकमा रहेको यो दृश्यलाई पनि इग्नोर गर्न सकेनौँ र एकछिन भए पनि यो दृश्यको लाभ उठाउन हामी कफी खान बस्यौँ यहाँ। घोडा तबेला ब्रिज रहेछ यहाँनिर यति माथि। यस्तो मजाको पो ब्रिज छ त। ब्रिजभन्दा माथिको भ्यू हेरौँ। माथि टल्केको सेतो हिमाल। बिस्तारै भए पनि साथी राजनले यात्रा पनि जारी राखिरहेको छ। कहिले नहिँड्ने मान्छेले यत्तिको आँट गर्नु चाहिँ ठुलो बहादुरीकै काम हो है। यो माउन्टेनको छेउमा देखेको भने चाहिँ घोडा तबेला है त। फाइनली घोडा तबेला आइपुगेको छौँ। घोडा तबेला चाहिँ त्यस्तो धेरै गाह्रो रहेनछ त्यहाँ माथिबाट आउँदा समेत चाहिँ। घोडा तबेलामा अब घोडा पो खोज्नु पऱ्यो त हामीले। घोडा तबेलाको अर्को गेस्ट हाउस भने चाहिँ लभली गेस्ट हाउस छ। यहाँ नम्बर पनि छ लभली गेस्ट हाउस। मेन लभली गेस्ट हाउस भन्दा पनि लभली गेस्ट हाउसबाट जुन दृश्य देखिन्छ यो हिमालको त्यो चाहिँ लभली छ। फाइनली थाङसाप भिलेज आछौँ है त। रातै पर्दा पनि ल 3200 मिटर माथि रहेछ थाङसाप भिलेजको अवस्था यस्तो छ। मेरो साथीको अवस्था यस्तो छ। धेरै नाजुक छ, धेरै नाजुक। के छ तेरो स्थिति? बेहाल छ यार। खुट्टाहरू थर्र कामिरहेछ। के गर्न गाह्रो छ। हिमाल नचढिकन हिमाल नदेखिकन यो दुःख यो पेन चाहिँ ठिक हुँदैन है त। हिमाल टल्केको देख्न सक्छौँ। रुम यस्तो छ, लाइनै रहेछ यहाँनिर चाहिँ। तातो पानी आउने रहेछ बाथरुममा। बेलुका आउँदा बिहोसमै थियौँ। अहिले बिहान भने हामी बसेको होटेलको झलक यस्तो रहेको छ। यहाँ आइपुग्दा हिमालसँग भने अझै नजिकै छौँ हामी। थाङसापमा रहेको होटेलहरू। होटेलमा बेलुका खाना खाँदा र बिहान उठेर खाजा खाँदा ट्रेकिङ गर्ने अरू साथीभाइहरूसँग भेट हुँदा ट्रेकिङको दुःख पीडा सेयर गर्दाको मजा भन्ने छुट्टै। मर्निङ ब्रेकफास्ट खाएर आजको यात्रा केन्जिनसम्मको यात्रा सुरु हुन्छ। हाम्रो डे 3 को यात्रा भने ब्रेकफास्टमा रोटी र झोल तरकारी खाएर सुरु हुन्छ क्यान्जिनको। छुट्टै उमङ्ग र हौसला बढेको छ अब आज क्यान्जिन पुग्छौँ भनेर। यात्रा फेरि सुरु भयो है त हाम्रो यो थाङसापबाट क्यान्जिनको। दुईजना अब थकाइ हुँदा जिउ दुख्दै पनि
यो यात्रा फेरि सुरु गरेपछि बिच बाटोमा रोकिने भन्ने कुरा हुँदैन। यात्रा जारी छ। अब भोलिको फेरि लाङटाङ सब्मिट हो है त। ठुल्ठुलो पहाड, नदी, नजिकै हिमाल अनि यो सबैको बीचमा हामी हिँडिरहेको खुसी नै छुट्टै छ। यो ट्रेकिङको मजा भने चाहिँ जति जति हामी हिँड्दै जान्छौँ त्यति नै डेस्टिनेसनको चाहिँ नजिक पुग्दै जान्छौँ। यहाँ हेर्न सक्छौँ ऊ त्यो हो जुन चाहिँ हामी भोलि चढ्नेवालामा छौँ। कफी ब्रेकको लागि यो जत्तिको राम्रो स्पोट त अरू कहाँ पो होला लागेर साथी र म चिसो चिसो मौसमलाई तातो बनाउन तातो तातो कफी पिउन लाग्छौँ। थ्री 360 भ्यू हेरौँ। हिमाल बाहेक केही देखिँदैन। पहाड हिमाल, पहाड हिमाल। 360 भ्यू त कस्तो रमाइलो पो छ त यहाँनिर त 360 भ्यू। वेलकम टु मेमोरियल गेस्ट हाउस। लाङटाङ भ्यालीमा रहेको होटलहरू। मेमोरियल गेस्ट हाउस यो हिसाबको छ। टिबेटियन गेस्ट हाउस नम्बर। लाङटाङ फ्लेभर गेस्ट हाउस एन्ड रेस्टुरेन्ट। म्यारिगोल्ड गेस्ट हाउस, कोन्याङ गेस्ट हाउस, ब्लू गेस्ट हाउस एन्ड रेस्टुरेन्ट, पिसफुल गेस्ट हाउस एन्ड रेस्टुरेन्ट, लाङटाङ भ्यू होटेल। हेर्दा हेर्दा हालत पन्चर भइसक्यो, तर यहाँ आएपछि कति आनन्द आएको। हेर्नुहोस् ल, भ्यू हेर्नुहोस्, भ्यू कति दामी भ्यू हो। के छ तेरो अवस्था? भ्यू त कस्तो भयो यार। त्यही भन हिँड्दा हिँड्दै मुन्दु आइपुगेका छौँ है त। 3550 मिटर माथि छौँ हामी अहिले। यहाँ मुन्दुकमा चाहिँ गेस्ट हाउस एन्ड रेस्टुरेन्ट भनेर छ टिपटप। मोबाइल नम्बर छ है त। गेस्ट हाउस यस्तो छ। गेस्ट हाउस भन्दा नि गेस्ट हाउसको छेउछाउमा चाहिँ राम्रो राम्रो हिमालहरू छन्। यहाँबाट देखिने हिमालको दृश्य छुट्टै मनमोहक छ है त। हेर्नुहोस् चारैतिर। मुन्दुमा रहेको होटलहरू। खाना यस्तो भन्दा पनि यहाँनिर यस्तो छ कि कहाँ बसेर खाना खाइरहेछौँ त्यो म्याटर्स हुन्छ यहाँनिर। मजाले दाल भात पावर 24 आवर भनेर यहाँ फेमसै छ। यही पावर लिएर अनि त्यसपछि फेरि 3 घन्टा टुइक्का टुइक केन्जिनसम्म हिँड्नुपर्छ। भोक मिठो हो कि यो ठाउँमा बसेर खाएको खाना मिठो। दुई साथीभाइले थपेर टन्न खाएर लाग्छौँ क्यान्जिन भिलेजतर्फ। मुन्दुमा खाना खाएर यात्रा जारी नै छ है त हाम्रो। अगाडि हेर्दा नजिकै हिमाल देखिन्छ। हिँड्दै हिँड्दै हामी कहाँ आइपुगेका छौँ भन्यो भने नेसपाली भन्ने 3620 मिटरमा है त। चौरीगाई देख्न सक्छौँ। चौरीगाई यहाँबाटको हिमाल त झन् के झन् नजिकै देखिन्छ। जति हिँडे नै पुग्न चाहिँ पुगिँदैन। आँखाले नजिक नजिक देखेर भयो भने आनन्द भन्ने चाहिँ आउँछ। लड्दै पर्दै थाक्दै आएर चाहिँ हामी यता कता अगाडि फर्केको भनेर हेर्दा चाहिँ यो हिमाल पुग्नुपर्ने हिमाल यो हो।
र अगाडि पनि कति राम्रो हिमाल, माथि हिमाल छ, तल याकहरू चरिरहेछन्, सलल खोला बगिरहेछ, बाटोमा गधाहरू हिँडिरहेको छ। अनि यो दुईटा गधै भनौँ न, भारी हेराउँदा गधाभन्दा कमको भारी चाहिँ बोकेको छैन क्या हामीले फेरि, अझ भारी कम भएर चाहिँ गाह्रो भइरहेछ। ट्रेक आउँदा एउटा टिप्स भनौँ न, 2 सरो मात्र लुगा ल्याउने, अरू केही नल्याउने, खाले आउने बेस्ट हुन्छ है त, नत्र चाहिँ दुःख पाइन्छ। टोक्नु कि बोक्नु, खेल्नु कि लिएर हिँड्नु जस्तो भइरहेछ। आँखा अगाडि सेतो टिलिक्क टल्केको हिमाल देख्दा खुसी दिल खोलेर अर्पण गरेको देख्न सक्नुहुन्छ। यो पल, यो दिन लेखिएको थियो र म यहाँ आइपुगेँ भनेर महसुस गरेँ मैले। What a lovely mountain and how lucky I am to be part of this journey भनेर। थकान, पीडा र सङ्घर्ष यहाँ आएपछि जिरो नै भयो मेरो। हिमालबाटै बगिरहेको नदी, नदीमाथि काठको पुल अनि पुलमा हिँडेका सुन्दरी जनावरहरू हेर्दा लागिरहेछ कि म कुनै फिल्म हेरिरहेको छु। मैले यो ठाउँमा एकछिन भए पनि बसेर विश्राम लिनलाई आफूलाई रोक्न सकिनँ। सलल नदी बगेको आवाज, चिसो हावाको स्पर्श अनि चारैतिर सेता सेता हिमाल, आहाहा कति आनन्दको अनुभूति हो यो। ल अब चाहिँ लास्टै कन्फ्युज भयो है त। लगभग केन्जिनमा आइसक्यौँ हामी। अब पुरै हेरौँ न, चारैतिर हिमाल छ क्या त। अब भोलि चढ्ने चाहिँ कुन हिमाल हो नै, यहाँनिर त कन्फ्युजन भयो त। चारैतिर हिमाल छ, अनि भोलि नै चढ्ने हिमाल चाहिँ कुन होला त? अब कन्फ्युजन पो भयो त। सुरुमा टाढाबाट हेर्दा चाहिँ जुन हिमाल देख्यो त्यसलाई नै लाङटाङ मानेर यही चढ्ने हो भनेर चाहिँ आइयो। यहाँ आइपुग्दा अगाडि पछाडि दायाँ बायाँ चारैतिर हिमाल छ। 3890 मिटर रहेछ। ल क्यान्जनबाट माउन्टेन भ्यू हेरौँ है त। नमस्ते। ल हेरौँ त कति लोभलाग्दो भ्यू। हिमालकै मुनि रहेको अति सुन्दर क्यान्जिन भिलेज। फाइनली होटेल आएको छौँ है त क्यान्जिनमा। हाम्रो होटेल चाहिँ यही होटेल यालपिक हो क्यान्जिनको। यहाँनिर देख्न सक्छौँ आजको बसाइ यहाँ हुनेछ। यहाँ बसाइ चाहिँ आमाले बिच बाटोमै चाहिँ छोराहरू भनेर भेट भएर चाहिँ ठ्याक्क यहाँ बसेको हो। यस यत्तिको खाना पाएपछि पुग्यो भने हामीलाई। यसकै खोजीमा थियौँ। अनि चिया खाने, दही खाने, के खाने सबै याकको हुँदो रहेछ यहाँनिर चाहिँ। क्यान्सर निको रे के निको रे, सब चिज निको हुँदो रहेछ। ल आजको बसाइ यसमा। ल हाम्रो होटेलबाट देखिने होटेलबाटको दृश्य हो। होटेलको अवस्था यस्तो छ। ल होटेल यालपिक क्यान्जिनबाट ठ्याक्क अगाडि नै देख्छौँ। मेरो तन्दुरुस्त एकदम बलियो साथी लास्टै दुईजना यसमा बस्छौँ आज। बाथरुम हेर्छौँ भन्यो भने मेन त बाथरुम हो है। यता त लक लागेको रहेछ। बाथरुमको स्थिति चाहिँ फेरि लोकलै रहेछ है त। फेरि बाथरुमको त्यो झ्याल खोल्यो भने हिमालय देखिने हो। ल माथि माउन्टेन छ, तल यहाँ बेकरी सप छ। क्यान्जिनमा बेकरी सप, हट चक्लेट। अब यहाँनिर फ्रेन्डली गेस्ट हाउस छ क्यान्जिनमा। नम्बर हेरौँ है, नम्बर मेन चाहिँ। अरू होटेलको नै नम्बर समर सब देखाउँछ, सब डिटेलमा। ल हिमाल यहाँनिर क्यान्जिनमा अर्को होटेल हेरौँ यहाँ, कर्म गेस्ट हाउस एन्ड लज।
यहाँनिर नम्बर हेरौँ अर्को यहाँनिर रहेछ यो चाहिँ होटल माउन्टेन भ्यू नम्बर इज 9849488916 यस्तो छ यसको चाहिँ होटलको माथिबाट के देखिन्छ भन्दा हिमाल मात्र देखिन्छ अरू केही देखिँदैन यो के छ नायाखाङ्गा पिक गेस्ट हाउस मोबाइल नम्बर यस प्रकारको छ होटल यस प्रकारको छ होटल यस प्रकारको छ स्मल स्टार गेस्ट हाउस नम्बर हेरौँ है नम्बर हेरौँ यो हिसाबको छ यो चाहिँ ल नमस्ते गेस्ट हाउस वान अफ द बिगेस्ट होटल होला है यो ठाउँको यहाँबाटको भ्यू भने यही हो यस्तो नमस्ते गेस्ट हाउसबाटको भ्यू नम्बर हेरौँ नम्बर बुद्धै होटल चाहिँ दामी रहेछ अर्को यहाँनिर रहेछ होटल इभिनिङ भ्यू गेस्ट हाउस नम्बरको लागि यस्तरी जुम गरिदिइहाल्छु नि म क्यान्जेनमा पुल हाउस पनि छ है त बेकरी पुल हाउस है सबै चिज छ क्यान्जिनमा नभए चिज केही नै छैन होटलहरू त झन् टन्नै छ ढुक्क साथ आए नै हुने रहेछ होटल पाउँदैन प्याक छ भनेर चाहिँ त्यसरी चाहिँ चिन्तै नलिँदा हुने रहेछ ल सबभन्दा लास्टको होटल भन्यो भने चाहिँ प्यारानामा गेस्ट हाउस छ यसको नम्बर हेरौँ है त यहाँनिर अझै हेरौँ यसरी ल यहाँबाटको भ्यू भन्यो भने चाहिँ यसरी यताको पुरै हिमालको भ्यू देखिने रहेछ 360 स्टेप टु अमेजिङ मसाज के यहाँनिर जिउ दुख्या छ चढ्न सकिया छैन यहाँ ब्याग राखेर कति आनन्द भएको छ यो भारी नबोकी हिँड्दा भन्दै त शब्दमा बयान गर्दै त आफै उडिरहेको जस्तो फिलिङ भएर हिँड्नै पर्दैन लिटरली उडेकै फिलिङ भइरहेछ हिँड्नै पर्दैन आफै सुइसै अगाडि बढ्छ हिँड्दा फिलै भइरहेछ होइन तर यहाँ मजा भन्यो भने चाहिँ हिँड्दाखेरि चारैतिर हिमाल छ यही नजिक हिमाल छ कस्तो मजा आउने कि भिलेज भर्खर घुमेर आयौँ के छ अवस्था भनेर अनि अर्को भन्यो भने चाहिँ अरू ट्रेकरहरू आउँदा गाह्रो नहोस् भनेर चाहिँ मैले अलमोस्ट 80-90% चाहिँ होटल चाहिँ कभर गरिरहेको छु मोबाइल नम्बर सम्पर्क नम्बर सहित सजिलो होस् कन्ट्याक्ट गरेर बुक गरेर आउनलाई भनेर अब अहिले त अफ सिजन हो अफ सिजनमा त यत्तिकै आउँदा पनि पाइहाल्यो अन सिजनमा सिजन भएको बेला आउँदा चाहिँ गाह्रो नहोस् भन्ने हिसाबले र हिमाल हेरौँ न मलाई भन्दा पनि ब्याकग्राउन्डमा हिमाल हेरौँ न ल साथीले 1 गिलास भने मैले 1 गिलास तातो भने यहाँ हेरौँ हट वाटर वर्क ल है लु जात होइन के को जुस रे दिदी यो यो चाहिँ वर्षमा एकचोटि मात्र फल्ने भन्नुभयो टिप्न जान लास्टै गाह्रो रे काँडाको बोट हुँदो रहेछ ग्यास्ट्रिक सुगर प्रेसरहरूलाई पनि औषधि हुन्छ अरे स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ अनि जिउमा पनि एनर्जी दिन्छ अरे अल इन वान मेडिसिन रहेछ है त यो चाहिँ खाँदा नि भयो चिसोमा खाँदा नि भयो गजब रहेछ उहाँलाई चाहिँ तातोमा खानु भन्दा चिनी हाल्छ मिक्स अलिकति मात्र हाल्नुहोस् चिनी खाँदैनौ त्यस्तो उहाँले तातोमा खाने भन्नुभयो त्यही भएर मैले तातोमा कोक फेन्टा खानु भन्दा यो धेरै बेस्ट हो नि जुसको नाम शिवक चन्द्रे नेपालीमा भन्दा डल्ले सुप रे शिवक चन्द यो खाए यसको दुखाइ सुखाइ यत्रो हिँडेको यो बिरामी भए सबै बिसेको हुने भयो अब यो खाएपछि
कस्तो फिल भइरहेछ 2 सिप लिँदा? मिठै छ भन्दा होइन इनर्जी आज जस्तो भन। अनि कहाँ यो त अनि त्यसो यहाँको स्पेसल भनेपछि त हुनु परेन। ल बिहानको 4 बजे उठेर यहाँ रेडी हुँदैछ। हामीले क्यान्जिन पिक 1 र पिक 2 चढ्ने भन्ने प्लान थियो, तर त्योभन्दा राम्रो चाहिँ छेर्गो भन्ने रहेछ, छेर्गो आरआई भन्ने हिमाल 5000 मिटरको। अब त्यही नै चढ्ने जोस गऱ्यो। सबभन्दा जोसिने मान्छे होला चाहिँ यो हिँड्नै नसक्ने मान्छे जोस्या छ। अब के हुन्छ कसो हुन्छ बल गरेर बिस्तारै भयो भने त्यही हिमाल चढ्नेछौँ है त। अनुहार चाहिँ निन्द्रो पुगेको छैन, ठिक छ, लेट्स डु दिस। पुरा रेडी भएर यहाँनिर ब्रेकफास्ट खाँदैछौँ है त। प्यानकेक विथ हनी प्यानकेक विथ हनी। अब यो ब्रेकफास्टको पावरमा चाहिँ हामी हिमाल चढ्दैछौँ। राति पनि उठेर रेडी भएर हिमाल चढ्न हिँड्दैछौँ। अरू केही नदेखे नि राति हिमाल टल्किया चाहिँ बवाल नै देखिने रहेछ है त। उज्यालो हुँदै जान्छ। यहाँ उस साथी अलिअलि कालो कालो देखिरहेछ। ट्रेकिङ यसरी सुरु हुँदैछ। ट्रेकिङ भन्नाले सबमिटै भएको छ त। अब यो चाहिँ हिँड्दा बिच बाटोमा के अरे त्यो ट्र्याक चाहिँ छानो भएर हिँड्न गाह्रो भएर चेन्ज गरियो बाटोमा। यस्तो गाह्रो हुन्छ। ट्राई गरेर अलिक थर्मल सेट लगाएको छ, त्यो लाएर यो लाउँदा त हिँड्नै नसकिरह। तन्किने खालको चाहियो जोस्। रोड भएर त हिमाल चढ्न सकिन्न। यहाँ बिच बाटोमा आएर चेन्ज गर्नु परेको छ। मान्छे आउलान् कि भन्ने देख्लान् कि भन्ने छुट्टै गाह्रो छ। लाज पछि यहाँनिर ग्यास त्यही भएर कोही ट्रेकिङ आइरहनु भइरहेको छ, हिमाल चढ्न आइरहनु भएको छ भने चाहिँ कम्फर्टेबल यो ट्र्याक सेटहरू चाहिँ यो ट्रेकिङ सेटहरू चाहिँ घरमै ट्राई गरेर जम्पिङ ज्याक्स गरेर पुरै चेक गरेर मात्रै आउनु होला है। हामी चढ्ने हिमाल भनेको चाहिँ मेरो आँखा अगाडि छ। यो अगाडि देखेको हिमाल नै चाहिँ हो चढ्ने। अब चढ्न चाहिँ अझै 4:30देखि 5 घन्टा लाग्छ अरे। झन् ठाडो उकालो अरे, गाह्रो छ हिमाल चढ्नलाई। तर हेर्न त उहाँको माथिको पिकको टपमा पुग्ने हो। त्यहाँबाटको भ्यू भने यति बवाल छ अरे, पुरै छोडिदियो। ल ट्रेकिङ जारी छ है त। हाम्रो सिधा आँखा अगाडि यति राम्रो हिमाल, व्हाट अ मोमेन्ट टु चेरिश। यो पुरै ठाडो चढेर चाहिँ अनि झर्नुपर्छ, गाह्रो छ। डरके आगे जिते भने जस्तै यस्तो दुःखको अगाडि चाहिँ ब्युटिफुल हिमाल छ। ल चढ्ने हिमाल यही हो। यहाँनिर चाहिँ अलिकतिसम्म रहेछ र रेस्ट गरिरहेको छौँ हामी। अनि हाम्रो पावरै भन्यो भने चाहिँ यही जीवन जल हो। लिटरली साँच्चीकै जीवन दिएको छ है त यसले चाहिँ। यसरी बाटोमा हाल्यो, गोल्यो, खायो। अब को ट्रेक भने अझै 4 घन्टाको ट्रेक हो। हात खोल्दा यस्तो चिसो भइरहेछ कि देख्न सकिन्छ। नाकको हालत त के होला यहाँनिर पानी आएर, फेस पनि कालै भइसक्यो चिसोले हानेर। तर यहाँबाट जुन अहिले पनि 360 को भ्यू यस्तो बवालै देखिरहेछ कि यो माथि पुगेपछि त झन् के होला। स्वर्ग हेर्न चाहिँ ट्रेक आउनुपर्छ है त। त्यो माथि
हिमालवालै ट्रेक आउनुपर्छ, दामी हुन्छ। ल यति नजिक आइसक्यो हामी। अझै यति चढ्नु बाँकी छ भने चाहिँ फर्केर हेर्दा भनिन्छ नि, फर्केर हेर्दा हेरौँ हामी कहाँ तलबाट आएको। एकछिन रेस्ट गर्न चारैतिर हिमाल नै हिमालको अगाडि बस्छौँ हामी। शरीरमा बल छैन, तर पुस भने यो चारैतिर रहेको हिमालले गरिरहेको छ हामीलाई। यहाँ आएपछि तपाईँलाई हिम्मत दिने साथी नै यही हिमाल भएको महसुस गर्नुहुन्छ। यात्रा सजिलो भने छैन, तर गन्तव्य स्वर्ग झैँ छ। दुई पाइला गर्दै अघि बढ्ने हौसला मनभित्रैबाट बिस्तारै बिस्तारै आउँदै जान्छ। सबैजनाले पानी चाहिँ बोक्नु है, मिनरल वाटर बोक्नु, 3टा 4टा 5वटा जति सक्छ भनेर भनेको थियो। हो रहेछ मुखै सुकिसक्यो छ, पानी खाछौँ 2टा बोकेको सकिसक्यो। अझै 3 घन्टा चढ्नु छ अनि बाटो पनि इजी छैन। चढ्ने बाटो यो हिसाबको छ। भ्यू भने चाहिँ यस्तो बवाल छ। मेरो साथीको के छ अवस्था? ओइ सुन्न नि छोडिसक्यो। यस्तो हुन्छ यति डाँडामाथि आएपछि, बोल्न सकिँदैन, सुन्न छोडिन्छ। त्यसले मलाई चिन्न नि छोडिसक्यो। हेलो छैन, त्यही भएर ट्रेकिङ आउँदा चाहिँ विचार गरेर मात्र आउनु होला है साथीभाइसँग, गाह्रो छ नत्र। बाटो चाहिँ यस्तो छ, यताबाट हेऱ्यो भने त पुरै यो आधी खुट्टै बाटो बनाएको रहेछ। योलाई पन्चाएर यो त 90 डिग्री एङ्गल जस्तो छ यार। सिधै टफेस्ट वे टिल नाउ यार। छैन भाइ, हो भर्खरै ए सिधै ठाडो छ। ठाडो सकिसकेपछि चाहिँ अनि त्यसपछि चाहिँ आइसमा हेर्ने रे। अब त्यो तार ल्याएको छ जुत्तामा लाउने। अब यो चाहिँ के गरी कट्ने भन्ने कुरा हो। यो कटिसकेपछि चाहिँ अलिकति राहत मिल्ने कुरा छ। हेरौँ के हुन्छ। बाटो हिउँनै हिउँले ढाकेको हुनाले जुत्तामा क्र्याम्प लगाउनु पर्ने हुन्छ। अब यो चाहिँ बोक्नै पर्ने हुन्छ हिमाल आरोहण गर्दा, नत्र भने हिउँमा चिप्लिन्छ खुट्टा। चारैतिर हिमाल, तल हिउँले ढाकेको बाटो, हिउँमा एउटा सानो कोरिएको बाटो पछ्याउँदै अघि बढ्दा अब म डेस्टिनेसन नजिक पुग्दैछु भनेर छुट्टै हौसला पाइरहेको हुन्छौँ। हिमाल चढ्दाको स्ट्रगल, शरीरले गिभअप गरिसक्यो। हेर्दा नजिक देखिन्छ, मुख सुकेर पुरै छपछप भइसक्यो। आइस पगालेर पानी खानु परेको छ। कतिखेर पग्लिने हो, पानी खानु नपाएर पिवास हुन लाग्छ। सासै रोकेला जस्तो हुने रहेछ हौ।
खाली पेट निन्द्रा माया मार्नु, भोक माया मार्नु, अनि यसरी चढ्नु पहाड. It's not a joke. It's not an easy task. चढ्दा एक्साइटमेन्ट छुट्टै हो नि, तर जब चढ्दै गयो कता कताबाट हावा निस्किन्छ थाहै हुँदैन. यहाँबाट आएपछि चाहिँ अर्को माउन्टेन रेन्ज देख्यो क्या, नयाँ यो. यस्तो छ यहाँबाटको भ्यू. बिदा नि लला लला जस्तो हुन्छ. अनि अब त्यो माथि फ्ल्यागहरू फरफराइरहेछ. त्यही हो डेस्टिनेसन. अब यहाँबाट त नजिकै हो त्यो, तर त्यही नजिकै हुँदा पनि कसरी पुग्ने भइरहेछ. यहाँ ब्यागमा आइस परेको छ मिनरल वाटरमा, त्यो पग्लेर पानी भन्छ अनि पिउने भनेर कतिखेर पग्लिने हो. स्ट्रगल चाहिँ कडै हुँदो रहेछ. हिमाल नै चढ्न चाहिँ लाइक साइक्लिङ हुन्छ कि ट्रेडमिल हुन्छ कि नत्र वाकिङै किन नहोस्, त्यो चाहिँ गरेर आउनुपर्ने रहेछ. त्यो भन्यो भने चाहिँ अलिकति युज टु जस्तो हुन्छ, इजी हुने रहेछ. नत्र त गाह्रो छ. अब यहाँनिर भ्यू हेर्दा त के गर्नु, स्वर्गै जस्तो छ नि. स्वर्ग त स्वर्ग, अब गाह्रो त्यहाँनिर छ. अब जस्ट त्यति हो. फ्ल्याग फरफराएको देख्दा आइपुगे जस्तो लाग्छ. 5 मिनट हिँड्यो भने त पुगिन्छ. त्यही 5 मिनट हेर्न नि यति गाह्रो भइरहेछ. पहिला भने लिटरली 1 breath 1 step, 1 breath 1 step त्यसरी हिँडिरहेछ. फाइनली अन टप. फिलिङ नै छुट्टै छ यार. आमामा मरेर यहाँ पुगे जस्तो फिल भइरहेछ. इट्स नट द्याट इजी. तर यहाँ आएपछि जुन आनन्द आउँछ, ओ माई गड, कान्ट इभन एक्सप्लेन इन वर्ड. यो भनेको भने चाहिँ प्रुफ हो है त. हामी दुईजना 5000 मिटरमा फाइनली लड्दै पढ्दै हुन्छ कि जति गाह्रो भए पनि अक्सिजन कहाँ कसरी लिएर हुन्छ कि आइपुगेको छौँ. लुक एट द भ्यू. सास फेर्न गाह्रो, एक पाइला चाल्न गाह्रो, एक थोपा पानी पिउन तडपिँदै गर्दा तपाईँ पुग्नुहुन्छ फाइनल डेस्टिनेसन. अनि सबै दुःख पीडा छुमन्त, खुसीको सीमा नै छैन. पूर्ण रूपमा सास फेर्न लाग्नुहुन्छ. लागेको प्यास एकैछिनमा हराएर जान्छ. भित्र मनबाटै यु डिड इट भनेर हर्ष र उमङ्गले गदगद हुनुहुन्छ. कति खुसी छौँ भनेर शब्दमा बयान गर्न सक्दैनौँ. त्यसै छेरको आराई 5000 मिटरमा अवस्थित छ यो छेरको आराई. यो छेरको आराईबाट वरिपरि देखिने अति नै सुन्दर हिमालको दृश्यको बयान गर्न शब्द नै छैन. वाट एन आई प्लेजिङ भ्यू.
शेरको आराईलाई बाई बाई भनेर हामी झर्नातिर लागिरहेछौँ है त। भ्यू चाहिँ हेरौँ, पुरै हिउँ 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 हिउँ, चारैतिर हिमालै हिमाल छ। चढ्न जति कस्तो झर्ना चाहिँ हुने रहेनछ। अब हिउँमा झर्नको लागि यहाँ यो काँडेवाला जुत्तामा लाएर चाहिँ झरिरहेछौँ हामी। यस्तो जमेको आइसमा चाहिँ जानु हुन्न रहेछ है साथीहरू। भन्दैछु नजा के छोड्दे। भिडियो चाहिँ गर्नु न, यो त भिडियो गरिरहेछ। छोड्दे। पत्यास नि अब यो झरेको ल कस्तो दामी देखे। सबैलाई इन्फर्मेसन त भन्नु पर्दैन, सबैलाई थाहा छ। अब नयाँ मान्छे आउने, ट्रेक आउनेहरूको लागि चाहिँ हिमाल चढ्यो, ल्याएको पानी जाँदा जाँदै नै सक्यो। प्यास लाग्यो भने के गर्ने भन्दा चाहिँ यसरी यो आइस निकाल्ने, अनि यति आनन्द आउँछ कि अमृत भन्छ नि, ठ्याक्कै अमृतै खाए सर हुन्छ। चढ्दा चढ्न गाह्रो, झर्दा झर्न गाह्रो। खुट्टाको टोटो पुरै अगाडि कमला पुरै दुखिने। झर्दाको ओह्रालो नि हेरौँ न, अन्त सिधै ठाडो पो छ त। के छ स्थिति? हाम्रो अर्को भाइको चाहिँ खराब भयो स्थिति। भाइ अघि उकालोमा त कुदिरहेको थियो त। बिस्तारै स्लो यसरी बिहान सबैभन्दा चाँडो हिँडेर सबैभन्दा ढिलो फर्किने हामी भयौँ। 6-7 आवरको ट्रेकिङ हामीलाई भने 12 आवर नै लाग्यो। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। के छ तेरो स्थिति? ठिक छ भन्नुपर्छ कि यहाँनिर चाहिँ स्थिति सबैको नाजुक छ ल।